हेलो गाइज, आज चाहिँ हामीले आइसीयूमा मोस्ट कमनली गरिने टेस्ट जसलाई चाहिँ हामीले चाहिँ आर्टरी ब्लड ग्यास एनालाइसिस भनिन्छ त्यसको बारेमा हल्का डिस्कस गरौँ है। अब हामीले चाहिँ एबिजी एनालाइसिस किन गरिन्छ त भन्दाखेरि चाहिँ मोस्टली चाहिँ आइसीयूमा चाहिँ पेसेन्टको ट्रिटमेन्टसँगको रेस्पोन्स हेर्नको लागि चाहिँ मोस्टली चाहिँ एबिजी गरिन्छ हैन। र हामी चाहिँ इज बिङ आइसीयू नर्स हैन, हाम्रो काम भनेको सधैँ अब केयर मात्रै गर्ने हैन कि हामीले चाहिँ एबिजी इन्टरप्रेट कसरी गर्ने भन्ने बारेमा पनि जान्न एकदमै जरुरी छ र हाम्रो एउटा की रेस्पोन्सिबिलिटी पनि हो, जसले गर्दाखेरि चाहिँ पेसेन्टको ट्रिटमेन्टमा पनि चाहिँ हेल्प गर्छ कि हैन। हामीले जसरी चाहिँ अब एबिजी इन्टरप्रेट राम्रोसँग गर्न सक्यो भने चाहिँ हामीले चाहिँ छिटो एक्ट गर्ने भयो नि त हैन, ट्रिटमेन्ट छिटो हुने भयो। अनि त्यसपछि त्यसले गर्दाखेरि चाहिँ आइसीयू स्टे पनि कम हुने भयो हैन। अनि त्यसले गर्दाखेरि चाहिँ ओभरअल पेसेन्टको चाहिँ बर्डन पनि कम हुने भयो कि। अनि त्यसले गर्दाखेरि चाहिँ हामीले आइसीयूमा चाहिँ एबिजी जान्न एकदमै जरुरी छ। अनि कम्पोनेन्टहरुको बारेमा कुरा गरौँ है, हामीले चाहिँ कुन कुन कुराहरु हेरिन्छ त मोस्टली हेर्नुपर्ने कुरा भनेको चाहिँ पीएच हो है। अनि त्यसपछि अर्को भनेको पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइड, अनि त्यसपछि हेर्ने भनेको चाहिँ पार्शियल प्रेसर अफ अक्सिजन, त्यसपछि चाहिँ बाइकार्बोनेट लेभल एन्ड बेक्स एसिड्स हैन। यिनीहरु चाहिँ एकदमै हेर्नुपर्ने कुराहरु भनेको यिनीहरु हो, जसले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ पेसेन्टको चाहिँ ग्यास एक्सचेन्ज कसरी भइरहेको छ, भेन्टिलेसन कतिको राम्रोसँग भइरहेको छ, र अर्को भनेको एसिड बेसको स्टेटस कस्तो छ भन्ने बारेमा चाहिँ थाहा हुन्छ है। अनि लेट्स टक अबाउट द इन्डिकेसन अफ एबिजी हैन। हामीले किन एबिजी गर्ने त भन्दाखेरि चाहिँ एउटा भनेको पेसेन्टको अक्सिजनेसन र भेन्टिलेसन हेर्नको लागि हैन, अर्को भनेको चाहिँ एसिड बेस स्टेटस हेर्नको लागि, अर्को भनेको हामीले चाहिँ एबिजीमा चाहिँ इलेक्ट्रोलाइट्सहरु पनि देखाएको हुन्छ हैन, त्यही भएर चाहिँ इलेक्ट्रोलाइट लेभल्सहरु कस्तो छ त्यो हेर्नको लागि पनि भयो। अर्को भनेको चाहिँ हेमोग्लोबिन लेभल पनि हेर्न मिल्छ कि हैन एबिजीबाट, त्यही भएर चाहिँ हामीले रिपिट चाहिँ स्याम्पलहरु पठाइराख्नु पर्दैन हेमोग्लोबिन हेर्नको लागि हैन, एबिजीबाट पनि हेर्न मिल्छ। अनि नेक्स्ट भनेको चाहिँ हामीले चाहिँ ब्लड सुगर लेभल पनि हामीले चाहिँ हेर्नको लागि पनि एबिजी युज गर्न सकिन्छ। र अर्को भनेको पेसेन्टको चाहिँ अब वक अफ ब्रेथिङ एकदम धेरै भइरहेको छ हैन, इन्क्रिज भइरहेको छ, अनि डिस्याचुरेसन भइरहेको छ, र त्योसँग चाहिँ एबिजीमा चाहिँ चेन्ज के भइरहेको छ त, एबिजीमा चेन्ज देखेको छ कि नै हैन, त्यसले गर्दा इम्प्याक्ट परेको कि नै भन्ने कुरा पनि हेर्नको लागि पनि हामीले चाहिँ एबिजी गर्न सकिन्छ। र पेसेन्टको चाहिँ अब ट्रिटमेन्टको चाहिँ इन्टरभेन्सनको चाहिँ रेस्पोन्स हेर्नको लागि पनि हामीले चाहिँ एबिजी गरिन्छ है। अब हामी चाहिँ सुरुमा चाहिँ पीएचबाट जाऊ हैन। पीएचले चाहिँ हाम्रो चाहिँ हाइड्रोजन आयन लेभल हेर्नको लागि चाहिँ हेल्प गर्छ कि हाम्रो ब्लडमा चाहिँ हाइड्रोजन आयन कति छ त हैन, एस प्लस आयनको लेभल कति छ त भन्ने कुरा चाहिँ थाहा हुन्छ। जति चाहिँ हाम्रो चाहिँ एस प्लस आयन बढी भयो त्यति नै एसिडोटिक हुन्छ पेसेन्ट भने, जति नै हाइड्रोजन आयन चाहिँ हाम्रो ब्लडमा लेस भयो कम भयो त्यति नै के हुन्छ अल्कालिटिक हुन्छ कि। हाम्रो पीएच को चाहिँ नर्मल भ्यालु भनेको चाहिँ 7.35 देखि चाहिँ 7.45 हो हैन। 7.35 बाट चाहिँ कम भयो भने चाहिँ के हुन्छ हाम्रो चाहिँ एसिडोटिक हुन्छ भने, 7.45 बाट चाहिँ माथि गयो भने एबोभ भयो भने चाहिँ के हुन्छ त त्यति नै अल्कालिटिक हुन्छ। नाउ लेट्स टक अबाउट पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइड, त्यसलाई चाहिँ हामीले के भनिन्छ PaCO2 भनिन्छ हैन। अब यसले चाहिँ हाम्रो पेसेन्टको कतिको चाहिँ राम्रो भेन्टिलेसन भइरहेको छ त भन्ने कुरा चाहिँ यसले रिफ्लेक्ट गर्छ। जति चाहिँ हाम्रो चाहिँ PaCO2 चाहिँ हाई भयो त्यति नै के हुन्छ अन्डर भेन्टिलेसन भयो, राम्रोसँग भेन्टिलेट गरेन हैन, त्यो थाहा हुन्छ भने चाहिँ जति चाहिँ हाम्रो PaCO2 चाहिँ कम भयो हैन त्यति नै के भयो त वास आउट भयो हैन, त्यति नै हाइपर भेन्टिलेसन भयो भन्ने कुरा चाहिँ थाहा हुन्छ। र हाम्रो चाहिँ नर्मल PaCO2 को चाहिँ भ्यालु भनेको नर्मल रेन्ज भनेको कति हो त भन्दाखेरि चाहिँ 5 to 45 हो हैन। र जति चाहिँ हाम्रो चाहिँ PaCO2 बढ्यो त्यति नै के हुन्छ त एसिडोटिक हुन्छ, जति चाहिँ घट्यो त्यति नै के हुन्छ त भन्दा अल्कालिटिक हुन्छ हैन। र PaCO2 ले चाहिँ कसरी एसिडोटिक गराउँछ त अनि एसिडिटी कसरी चाहिँ बनाउँछ त भन्दाखेरि चाहिँ CO2 चाहिँ वाटरसँग कम्बाइन हुँदाखेरि हाम्रो कार्बोनिक एसिड बन्छ कि H2CO3 बन्छ, र पछि चाहिँ के हुन्छ H2CO3 चाहिँ डिसोसिएट भएर चाहिँ H+ र बाइकार्बोनेट बन्छ के। H+ आयन र बाइकार्बोनेट आयनमा चाहिँ डिसोसिएट हुन्छ, र जति चाहिँ धेरै कार्बन डाइअक्साइड भयो त्यति नै धेरै कार्बोनिक एसिड बन्ने भयो, र त्यति नै धेरै के हुने भयो हाइड्रोजन आयन बन्ने भयो हैन। र जति धेरै हाइड्रोजन आयन भयो त्यति नै के हुने भयो हाम्रो ब्लड चाहिँ त्यति नै एसिडोटिक हुने भयो। यसरी चाहिँ हामीले चाहिँ PaCO2 लाई चाहिँ एसिडोटिक चाहिँ कन्ट्रिब्युट गर्छ है त। हाम्रो PaCO2 ले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ रेस्पिरेटरी कम्पोनेन्ट अफ द एसिड बेस ब्यालेन्सलाई रिफ्लेक्ट गर्छ भने, अब हामीले चाहिँ जाम अब बाइकार्बोनेटले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ यसले चाहिँ मेटाबोलिक कम्पोनेन्ट अफ एसिड बेस ब्यालेन्सलाई चाहिँ रिफ्लेक्ट गरिरहेको हुन्छ। हाम्रो चाहिँ नर्मल रेन्ज अफ बाइकार्बोनेट भनेको चाहिँ 22 to 26 हो हैन। कम छ बाइकार्बोनेट भन्यो भने 22 भन्दा कम छ बाइकार्बोनेट भने चाहिँ त्यसले चाहिँ मेटाबोलिक एसिडोसिस चाहिँ रिफ्लेक्ट गर्ने भयो भने चाहिँ, यदि चाहिँ 26 भन्दा एबोभ छ भने चाहिँ त्यसले चाहिँ के देखाउने भयो त बाइकार्बोनेट लेभल चाहिँ बढ्यो भन्ने थाहा हुन्छ, अथवा चाहिँ मेटाबोलिक अल्कालिसिस भयो भन्ने कुरा चाहिँ रिफ्लेक्ट गरिरहेको हुन्छ है।
हाम्रो चाहिँ बाइकार्बोनेटलाई चाहिँ शरीरले चाहिँ रेगुलेट गर्ने भनेको चाहिँ किडनीले हो हैन। यदि चाहिँ pH चाहिँ ड्रप भयो, एसिडोसिस भयो भने चाहिँ किडनीले चाहिँ कसरी रेगुलेट गर्छ त भन्दाखेरि चाहिँ बाइकार्बोनेटलाई धेरै रिटेन गरेर pH लाई चाहिँ ब्यालेन्स गर्ने काम गर्छ भने यदि चाहिँ pH राइज भयो, अल्कालोसिसतिर गयो भने चाहिँ किडनीले चाहिँ धेरै मात्रामा चाहिँ बाइकार्बोनेटहरु चाहिँ एक्सक्रिट गरिदिन्छ र त्यसरी चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ pH लाई चाहिँ मेन्टेन गर्ने काम गरिरहेको हुन्छ। नाउ लेट्स टक अबाउट पार्शियल प्रेसर अफ अक्सिजन हैन। त्यसलाई हामीले के भनिन्छ PaO2 भनिन्छ हैन। यसले चाहिँ हाम्रो शरीरमा चाहिँ अक्सिजनेसनको कतिको राम्रोसँग भइरहेको छ त भन्ने कुरा चाहिँ थाहा पाउन हेल्प गर्ने भयो हैन। जसरी चाहिँ PaCO2 ले चाहिँ हाम्रो भेन्टिलेसन कसरी भइरहेको छ, कतिको भइरहेको छ भन्ने कुरा चाहिँ रिफ्लेक्ट गर्थ्यो भने चाहिँ हाम्रो चाहिँ पार्शियल प्रेसर अफ अक्सिजनले चाहिँ कतिको राम्रोसँग चाहिँ अक्सिजनेसन भइरहेको छ त हाम्रो शरीरमा भन्ने कुरा चाहिँ यसले देखाउँछ हैन। त्यो भनेको चाहिँ कतिको राम्रोसँग चाहिँ ग्यास एक्सचेन्ज भएर अक्सिजन चाहिँ लङ्सबाट ब्लडमा चाहिँ ट्रान्सफर भइरहेको छ अथवा मुभ भइरहेको छ भन्ने कुरा चाहिँ रिफ्लेक्ट गर्छ के। र हाम्रो नर्मल रेन्ज अफ पार्शियल प्रेसर अफ अक्सिजन भनेको चाहिँ 70 to 100 mm of Hg हो हैन। जसरी चाहिँ हाम्रो चाहिँ कार्बन डाइअक्साइड पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइडले चाहिँ हाम्रो pH सँग चाहिँ डाइरेक्टली कनेक्ट हुन्थ्यो भने त्यसरी चाहिँ पार्शियल प्रेसर अफ अक्सिजन चाहिँ हाम्रो pH सँग चाहिँ डाइरेक्टली इन्भल्भ हुँदैन। नाउ लास्टली लेट्स टक अबाउट SO2 हैन। SO2 भनेको चाहिँ हाम्रो अक्सिजन चाहिँ हाम्रो हिमोग्लोबिनसँग चाहिँ कतिको बाइन्ड भएको छ त भन्ने कुरा चाहिँ SO2 ले देखाउँछ कि हैन। र यसको नर्मल भ्यालु भनेको चाहिँ 95 देखि चाहिँ 100% हो। How to interpret arterial blood gas analysis. हामीले एबीजी को चाहिँ बेसिक नलेज थाहा भइसकेपछि चाहिँ हैन अब चाहिँ कसरी इन्टरप्रेट गर्ने भन्ने बारेमा चाहिँ हेरौँ है त। अब यसमा चाहिँ सुरुमा चाहिँ हामीले चाहिँ pH हेर्नुपर्छ कि हैन। सुरुमा pH मा चाहिँ अब हाम्रो नर्मल रेन्ज चाहिँ 7.35 देखि 7.45 हो हैन। 7.35 भन्दा कम भयो भने एसिडोटिक भयो अनि 7.45 भन्दा एबोभ भयो भने चाहिँ अल्कालिसिस भयो हैन। pH बाट चाहिँ हामीले चाहिँ एसिडोटिक हो कि अल्कालोटिक हो भन्ने कुरा मात्रै थाहा हुन्छ हैन। तर रेस्पिरेटरी हो कि मेटाबोलिक हो भन्ने कुरा चाहिँ हामीले थाहा हुँदैन pH बाट। त्यही भएर चाहिँ हामीले चाहिँ रेस्पिरेटरी कम्पोनेन्ट र मेटाबोलिक कम्पोनेन्ट दुईटै हेर्नुपर्छ। रेस्पिरेटरी कम्पोनेन्टमा चाहिँ हामीले चाहिँ पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइड हेर्छौं हैन। र पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइडको चाहिँ नर्मल रेन्ज चाहिँ 35 to 45 हुन्छ। यदि चाहिँ 45 भन्दा बढ्यो भने चाहिँ रेस्पिरेटरी एसिडोसिस हुन्छ भने 35 भन्दा चाहिँ कम भयो भने चाहिँ रेस्पिरेटरी अल्कालोसिस हुन्छ के। हामीले थर्डमा हेर्ने भनेको चाहिँ बाइकार्बोनेट हेर्छौं के हैन। मेटाबोलिक एसिडोसिस हो कि मेटाबोलिक अल्कालोसिस हो भन्ने कुरा थाहा पाउनको लागि हैन। हाम्रो नर्मल भ्यालु अफ बाइकार्बोनेट भनेको 22 to 26 हो हैन। यदि 22 भन्दा चाहिँ कम भयो भने चाहिँ मेटाबोलिक एसिडोसिस भन्छ हैन। यदि चाहिँ मोर देन 26 छ भने चाहिँ मेटाबोलिक अल्कालोसिस भन्छ के है। नेक्स्ट छ हाम्रो कम्पेन्सेसन थाहा पाउने तरिका हैन। एउटा चाहिँ अनकम्पेन्सेटेड हुन्छ, पार्शियली कम्पेन्सेटेड हुन्छ र फुल्ली कम्पेन्सेटेड हुन्छ। अनकम्पेन्सेटेडमा के हुन्छ त भन्दाखेरि चाहिँ pH एब्नर्मल हुन्छ। अनकम्पेन्सेटेडमा चाहिँ बाइकार्बोनेट अथवा चाहिँ पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइडमा चाहिँ एउटा चाहिँ नर्मल हुन्छ, एउटा चाहिँ एब्नर्मल हुन्छ के है। पार्शियल कम्पेन्सेटेडमा के हुन्छ त भन्दाखेरि चाहिँ pH एब्नर्मल नै हुन्छ हैन। अपोजिट साइडको चाहिँ पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइड र बाइकार्ब चाहिँ दुईटै नै एब्नर्मल हुन्छ के। एक अर्कालाई चाहिँ कम्पेन्सेसन गर्न खोज्छ तर चाहिँ नर्मल हुँदैन, एब्नर्मलै हुन्छ हैन। फुल्ली कम्पेन्सेटेडमा के हुन्छ त भन्दाखेरि चाहिँ pH चाहिँ नर्मल हुन्छ के हैन। पार्शियल प्रेसर अफ कार्बन डाइअक्साइड र बाइकार्ब चाहिँ के हुन्छ त एब्नर्मल हुन्छ। दुईटैले चाहिँ कम्पेन्सेट गर्न खोजेर चाहिँ pH लाई चाहिँ नर्मल बनाउँछ र आफू चाहिँ के हुन्छ एब्नर्मल हुन्छ के है। त्यसरी चाहिँ हामीले चाहिँ कम्पेन्सेसन भएको छ कि छैन, पार्शियली भएको छ कि फुल्ली भएको छ कि भन्ने कुरा चाहिँ थाहा हुन्छ के है।